भनेदेखि ए ल मलाई तुलसा मठतिर सार दिया त्यही हो घर छोड्यो। अब उसको घरप्रतिको मोह बिस्तारै जबरजस्ती हट्दै जान्छ। मलाई तुलसाका मठतिर सार दिया। त्यतातिर सारिसकेपछि अब परमात्मालाई मैले सम्झाउनुपर्छ भन्ने ध्यान त अझै पनि आउँदैन। ठुलो छोरो आयो, फलानी छोरी आई, ल है म त यस्तै भइहालेँ, राम्ररी बोल्न पनि सक्छ। परीक्षितलाई सुखदेवजी भन्नुहुन्छ मृत्यु सन्निकट आइसकेपछि मान्छेले घर छोडोस् भन्नुको तात्पर्य के भने वासनालाई छोडोस्, म र मेरो भन्ने छोडिदियोस्, म परमात्मा गाउँ परमात्मा मेरो हुनुहुन्छ यति मात्रै सम्झियोस्। ओम इत्येकाक्षरम मन्त्र मर्ने बेलामा ओम भन्ने मुखबाट उच्चारण हुन सकोस्। ओम नमो भगवते वासुदेवाय भनेर मर्न पाइयोस्। राम राम हे कृष्ण भनेर मर्न पाइयोस्। ओहो कस्तो सौभाग्यशाली मृत्यु हुँदो हो त्यो। तर हामीलाई त मर्ने बेलामा पनि अरू अरू कुराले सताउँछ। एउटा ठुला व्यापारीको मृत्यु आइसकेछ, नजिकै साह्रै भइसकेछ। छोराहरूले वरिपरि राखेर पानी खुवाउन थालेछन्। एकपटक त बुढा बेहोस पनि भएछन्। बल्ल बल्ल होस खुलेछ। होस खुलेपछि यसो हेरेछन्, बाबु कान्छो छोरो खोइ। कान्छा छोराले भनेछ बा म यहीँ छु बा। जेठो चाहिँ खोइ। जेठो पनि अगाडि सरेछ, बा म यहीँ छु। बुहारीहरू खोइ। बुहारीहरू पनि अगाडि उभिएछन्, बुवा हामी यहीँ छौँ। अनि बुढा कड्किएछ, तिमीहरू सबै यहीँ छौ, पसलमा चाहिँ को छ? मर्ने बेलामा पनि बुढाका दिमागमा पसल लाग्छ। भन्न खोजेको तात्पर्य के भनेदेखि चाहेर होस् नचाहेर होस् अन्तिममा त भगवानको कृपा नभइकन भगवानको नाम उच्चारण गर्ने अवसर आउँदैन। त्यसो हुनाले मर्ने बेलामा भगवानको नाम मुखबाट आओस् भन्नका लागि पनि हामीले अहिलेदेखि अभ्यास गर्नुपर्छ। त्यो अभ्यास गर्नका लागि हामीले ध्यान विधिलाई आत्मसात गर्नुपर्छ। आफ्ना षट चक्रहरूलाई भेदन गर्न सक्नुपर्छ। स्थिर आसनमा बस्नुपर्छ। आसनलाई जित्नुपर्छ। पहिले चितासन हो, आसनलाई जित्नुपर्छ। पलेटी बसेर बसेको छ अनि ह्याचेरीका यता बस्दाखेरि त घुँडो दुखेर खत्तमै हो भन्ने अवस्था नआओस्। भगवानलाई सम्झिनका लागि बसेर त मेरो त बस्दो टाउकामा चाहिँ के अरे चाही परेछ भनेर उता पर्याउनेतिर नजाओस्। पहिले चितासन हो, आसनलाई जित्नुपर्छ राजा। अनि जितेन्द्रिय यी इन्द्रियहरूलाई जित्नुपर्छ, मनलाई जित्नुपर्छ, बुद्धिलाई जित्नुपर्छ। किनभने परमात्मा त यी इन्द्रियहरूमा हुनु। इन्द्रियाणि परान्याहु इन्द्रियेभ्यो परम मन मनसस्तु परा बुद्धि। बुद्धि भन्दा पनि पर जुन तत्त्व छ त्यो आत्म तत्त्व हो, त्यो चेतन तत्त्व, त्यो परमात्मा तत्त्व जुन हामीभित्रै छ। तर त्यो हामीभित्रै भएको परमात्मालाई चिन्न नसकेर हामी भड्किरहेका छौँ। हिमालतिर एउटा कस्तुरी मृग पाइन्छ जसका नाभिबाट बास्ना आइरहन्छ। तर यो बास्ना कहाँबाट आएको भनेर त्यो मृग दिनभरि